पर्दा कि एउटा दिदी हुनुको नोक्सान र छ नि बहिनी हुनुको फाइदा देखाउँछ ल। यहाँ छ यो खासमा मैले मगाएको लेदर ज्याकेट होइन सबानाबाट। अन्त खासमा चाहिँ मैले कुन त्यो XXL है एक्स्ट्रा लार्ज मगाएको होइन। अन्त त्यति बेला मगाउँदाखेरि चाहिँ मैले नापेको थियो, नाप्दाखेरि चाहिँ अलिकति मलाई ब्यागी ब्यागी खालको हुँदै थियो होइन। अन्त यसले चाहिँ मलाई के भने त्यति बेला दिदी आजकलको उयसमा त ब्यागी लाउँछ जामामा दामी देख्छ अरे कि। अहिले बुझ्दाखेरि चाहिँ नि यसले आफै लाउनु लागिरहेछ होइन उसको उसलाई ठिकै भएछ कि मलाई छैन हो। मलाई त ह्याङ्गरमा जुन्टाएको छु हुँदैछ। बहिनीहरूले यस्तो गर्दो रहेछ है कसको बहिनी यस्तो छ। दिदीले आफै मलाई ठुलो चाहियो लामो चाहियो भनेर मैले XL मगाइदिएको। अनि मलाई यति डरको लामो पनि चाहिएन नि त मलाई त। गाइस मलाई पनि ठुलो हुन्छ नि यो त। मलाई पनि कत्रो हुँदैछ तर पनि म लगाएर हिँड्दैछु। अब यसलाई नै म स्टाइल बनाएर लगाएर हिँड्दैछु। कुन दिन यसले माग्ने के भन्छ भनेर सोच्नु हुँदैन। हामी जान्छौँ नि। सो गाइस यस्तो छ मेरो हालत।